बिचमा त तीर आएको होला थिच्देऊ न हौ कान्छी तीर आएको होला थिच्देऊ न हौ कान्छी गेम ओभर भएन त अनि हैन बिचमा चुपी जस्तो आउँछ त्यहाँ प्ल्याट थिचेनौ इन्टु गरेछ नरिसा न त अनि के साह्रो हो खाउला जाय गरेको यार थिचेपछि त गेम ओभर हुनुपर्ने मैले थिचेको तर हान्दैन उता हान्छ गेम ढिलो चाहिँ हुन्छ नि गेम चाहिँ ढिलो हुन्छ त्यही हो बे श्रद्धा गुरुङ वेलकम नातिनी म्युट राखेर का थर्काउन छोरोलाई यार श्रद्धा नातिनी माइकमा आउने हो कहाँ गो श्रद्धा माइकमा आउँछ होला भनेको छैन गइसक्यो यही त रहेछ नि आऊ श्रद्धा कट्टु खोलेर आएको छ के हो त हैन लाज लाग्ने रिस उठ्ने के भन्दै लाज लाग्छ अरे हौ किन्दिनु भन्नेको हैन के आउनु त आउनु रुचि नाउ छोरी लाज मान्ने बाउ मलाई ब्लक गर्ने ठिकै छ मलाई त बालकुमार दाइले ब्लक गरेर राखेको छ नि त रमेश दाइ के रे कोपोमा किन मलाई अस्ति मलाई म्यासेज गरेको रहेछ अनि भरे म्यासेज रिप्लाई दिनु पर्यो भनेर गएको त ब्लक पो देखाउँछ मेरो पालो मलाई ब्लक गर्ने भनेर मेरो पालो मैले ब्लक ठोकी पठाइदिए रिस उठ्ने के होइन होला हेर्छौ प्रमाण भने देखाइदिन्छु एउटा कुरा कान्छा एउटा कुरा है यो लभली सारो छैन लभली सारो त्यसले पिठामा मलाई चाहिँ किन ब्लकमा राखेको थाहा छैन मैले उसमा अहिले चाहिँ हाम्रो सुपर ऱ्याङ्किङमा के अस्ति यति लेभल पुगेछ के नाम रहेछ भनेर त्यहाँ फोटो क्लिक गरेर हेर्छु त मलाई त ब्लक लिस्ट पो देखाउँछ अनि मैले नि ब्लक गरेँ अनब्लक गरेर छोडेको अनि अघि फेरि आज यसो हेरेको आज चाहिँ फेरि
ब्लक खोलेछ फेरि लु छिटो जोडो न हौ अर्को गेम फोटो देखायो अबे क्यों के भोपाल मैक्स पारे रहेछ नि त म्याक्स परेको नि आज हामीलाई म्याक्स परेको उपलक्ष्यमा केही छैन छ मैले म्याक्स पारेको छु नि आज के छ ड्राइभर किन्ने पैसा पठाइदिन्छ होला नि त अब छोरोले डाइपर लाउने बेलामा आमाले डाइपर किनी माग्छ यार के भन्नु हौ बरु पेन्टीहरू के जातिहरू किनी माग्नु यार ज्ञान जोतर है Ay, lako na mo. Kur. Ako ikuan. Nawa ko ikuan. Ang ati lang. Isa mo hagbong gani ng kalaban no. भोपाल फिसिङमा किरायो न क्या किरायो Kira oy. Ako ko ikuan pangbunan. एउटा फुल चाहिँ झार्न पायो है कसैलाई चाहिँ फुल झार्नुको टेन्सन रहेछ यार फेरि अनि हौ यस्तो हुन्छ के गेम Wala na mana oy. यस्तो गर्नुपर्छ कि अघि पनि यस्तो गर्नुपर्ने के भोपाल आज त बोर्डमा रहिला नि म्याक्स परेको उपलक्ष्यमा हाइट के हुन्छ नि हानिसक्यो रे कतिखेर अघि भर्खरै कुन छान्छ म यसलाई पुरा टिम त फेरि बोलिरहेको छु नि त होइन केमा तिमीले नबोलेपछि हामी कसरी बोल्ने त बोल न नि अब रोइला गर्ने होला भनेको भनेपछि गरिसक्यो हाम्रो रोइला के डेली रोइला हो के भन्नु अनि म्याक्स पार्ने मान्छे त हामीलाई त केही फिसिङमा पारेको रे 500 ले 500 रे कोइन पनि कति धेरै हालेको रे फेरि जम्मा 50,000 मात्रै कोइन लोड गरेको रे दाउ लागेपछि यस्तो हुन्छ कि दाउ लागेपछि यस्तो हुन्छ अस्तिमा पनि गोसनहरुमा म्याक्स पार्ने भनेरै बस्या गेम जोड्छ होला भनेको त हल्लिँदै पो हल्लिँदैन त कान्छी त के भो नेट माले आरे जोडा भट्टबाट जोडा साथ्यम ट्याक्कै 7 लाखको हुन्छ केएमजी अनु गुरुङ वेलकम यसको नेट छैन ओए उसको हो कि मेरो हो ना बा
कता हो मान्छे मैले नदेखा हो कि हो के गरेको यसको पैसा झरे पैसाको डलर गरेको डलर नानीको आमाहरूलाई पनि डाइपर किन्ने सबै पोपकोमा राम्रै खर्च गरेको रहेछ यार उतापट्टिको दिदी बिचारा कति गेम भयो 4 गेम भोक लाग्यो नास्ता खाना जानु पर्यो 4 बजेर गइसक्यो रमेश दाइ गोपालु भइहाल्छ नि पाउनु न भइहाल्छ बाजार करने सही क्या हो बिरेगा है कोइन्सेलर एजेन्सी वाला तिनी होला नि त कोही न अब đây là cái gì đấy mà sắc tiền đây đó mà wow यहाँ मैले एउटा राखिदिएको खाना बिर्सेछु
PV01 agency welcome. यस्तोमा आधार थियो कि आधारै मात्रै थियो कि मेरो छैन यो बाहिर थियो कस्तो राम्रो नि खुरु जोडो है अरुम अरुम जोडो न Thank you PV01 agency. Oh my God, pero ¿qué pasó aquí? Nieto ya me decapitaron con... ¿Vientre? Me decapitaron con... ¿Cuánto fue? Con 500 K. Me dejaron Wiki y adiós. Y ya quedó. Hola, Miki. कति गेम खेल्यो होला 14 हो 14 सात गेमले पुग्यो होला 7 गेम त पुगिसक्यो 14 जोडा कान्छी जोडा यसले चिकन डिनर खेल्ने बेला हुनुपर्ने के आउँदैन त चिकन डिनर हुने बेलामा बजार मैले गाली नबोल न यहाँ मेरा मायालुलाई खेलाउँदैछु नि गेम मैले खेल्ने गेम खेलिसकेँ अब मेरो मायालुले खेल्ने मात्रै गेम बाँकी छ के जित्यो तपाईँको लिएर आउन पोपो
नौ भयो अब गिफ्ट ग्यालरीमा 10 वटा भयो, एउटा 15 लाखको छ ठुलो भनेको। अरु कुन कुन हान्नु बाँकी छ हौ? एउटा झन्डा पनि हान्नु बाँकी रहेछ, रोमान्टिक हुड र झन्डा एकैचोटि हान्दिनु पर्यो। रोमान्टिक हुड र हान्नु पर्यो पहिला। यसरी आउने जोडो ओए जोडो। घुमिरहेको यहाँ छैन नि त्यो रेणुले मार्छ चाउ चाउ किनी खानु पठाइदेऊ। ما شفتوش يا عادي انا لا ما شفتوش لا كمناني يخرب بيتك هلا والله يرحمه من بدري ها خلاص ثواني وحتقولنا يلا مع السلامة next time we live next forever يعني تسلم هشام ولا كيكة ما فهمت تسلم علي च्यालेन्ज गर्नु आयो त हौ, खत्रै च्यालेन्ज गर्नु आयो त। उताम डबल म्याक्स पारेर आएको रहेछ। छोडिदेऊ न, म ठिक गरिहाल्छु नि। ألف مبروك وای उताने त्यस म्याक्स परेर छ नि त डबल म्याक्स रहेछ नि त उताम। فداكم च्यालेन्ज كانت علي ما شاء الله تجين بدون حتى ما أدق عليكي ما شاء الله إحساسك تحسيها لك هشام وهذا أنت الحب تبا له حب مين والناس نايمين حب مين رشاد أول مرة أشوفك مركز حطك برسك برس यतापट्टि يا لك قسم بالله انك تستاهل والله انك تستاهل لا طول بالك بسم الله عليك وربنا يا ابني ربنا عاوز اروح عمره يا رب صندوق उतार्ने डेन्जर रहेछ यार डबल म्याक्स रहेछ उता उताले नै हाने रहेछ नि त्यही कति 45 लेभलले हालिलियन फुटायो। बिग ब्रेन फुट्यो है उता। केमा फुटायो? क्रिस्टलमा फुटायो। उस क्रिस्टल त हाने रहेछ अनि कता गयो बुपा यही छु। उता हानिसक्यो हानोस् न, अन्तिममा हान्छु नि एकैचोटि। هاي صندوق ارجع في وينك 15 लाख ए कति फुटाउँछ है हालिलियन पनि। आउ तर क्रिस्टलमा कस्तो फुट्छ यार المفروض يعطونك أكثر
يلا إن شاء الله إن شاء الله عقبال مليون. مرحبا ميرا، كيفك أخبارك؟ معلق الله يخرب معلق ترى من عندك معلق ها. أنا نت كويس ما شاء الله نار. जित्ने भयो नि مرحبا ارحب مروق ارحب يلا الله احترمي نفسك. खतरा कुतुराइको है गाडी त نت السيئة بس دي جحفلتنا. عشابة ما جحفلتنا ما جحفلتنا بمليون، جحفلتنا بمليون ونص. لو كان مليون مشيت لها اياه. الجو شوف شكلها ربي. म्याक्स परेको बेला राईसँग पंगा شوف الحالك شوف الحالك يا الله بتنمر استغفر الله. والله حيكم والله ما قصرتوا حي عينك والله. त झर्छु ल बाबाई सबैजनालाई जाने किन जानेर के भन्नु अब बसेर हो जोडी ल्याऊ होस उडे नि उड्दैन बजाउन कति रमाइलो भइरहेछ अर्को मोबाइलमा बोकेर आउँछु यो आइफोन चलाउनु जानिनौ श्रद्धा मैले पनि किनेको कि सिकाइदेऊ न यार स्क्रिन रेकर्ड गर्नु जानिन यार गोपाल यहाँ सुन्नु न उ दाइ रमेशलाई भनिदिनु त अस्ति त्यत्रो मारे विथड्र गर्नको लागि सामान किनौँ न भनेको अहिले त ब्याङ्कमा 1 रुपैयाँ पनि छैन यहाँ मेकअप गर्ने पक्सा पनि छैन कि मसँग मेकअप गर्ने पैसा पनि छैन 1 लाख हान्देऊ त भुपा 1 लाखले मेकअप के गर्छौ लिपस्टिक त आउँदैन होला आउँदैन अब जति आउँछ त्यतिको किन्ने नि अब के बाबा उडी बाबा गाह्रो छ मेरो नातिनीलाई अठार 24 को त रिवार्ड भयो होला यार खै 5 लाखको रिवार्ड कति हो 50 लाख होला भइसक्यो के एक सुको नराखी 50 लाख सिधै हान्ने हो के काम म्याक्स पार्ला भनेको कहिले पार्ने होला हिम्मत छैन रमेशको म्याक्स पार्नलाई हिम्मत त कहाँ मेरो पनि भएको हो र खेल्दै जाँदा पारेको पो हो त हौ यसलाई चाहिँ कट्टु किन्ने पैसा पठाइदिनु पर्ने रहेछ नि हो बरु मलाई कट्टु किन्ने पैसा पठाइदियो त भाले ठुल्ठुलो गिफ्ट हान्नु होला ट्याप ट्याप गर्न पनि मिलेन हाम्रो त्यही त ट्याप गरेर फाइदा छैन नि गाह्रो छ हौ भुपाले गिफ्ट हानेर विथड्र गर्न लाउने हो मेरो डार्लिङ एजेन्सी हो त के कराको एजेन्सीमा एक्सचेन्ज गरेर कोइन बेच्ने हो नि एजेन्सी बनिसक्यो अरे बहिनी अनि एजेन्सीको बुढी एजेन्सी हुँदैन त के कराको लो बधाई छ प्रगति हुँदैछ
बुढा चाहिँ एजेन्सी बुढी चाहिँ अनि ऊ भएर बसिरहन्छ त एजेन्सी हो नि सिधै के थाहा त मलाई अब के थाहा त मलाई अब यस्तो प्रगति बहानहरू के अरे महेश पनि एजेन्सी जोइन गरेछ होइन सेवा एट एजेन्सी हो नि महेश महेश मैले हिजो फ्रडमा देखेको थिएँ कि म त यो भुपाले म त यो भुपाले बोर्ड खोल्यो होला भनेर थिएँ कहाँ पुगिरहेको थिएँ म त छ्या मेरो बोर्ड खुल्लै छ त होइन कि हिजो के होइन कि हिजो के अर्को नि आएको थियो नि त अनि म त भुपालको आइडी होला भनेर गएको त महेश पो रहेछ फुटेनर महेश हो अहिले त सेवा 9 सम्म पुगिसक्यो एजेन्सी मात्रै अब एकजना बन्दैछ एजेन्सी सेवा 10 कुन चाहिँको काल आयो फेरि दिदीको बर्थडे बहिनीले मनाउ न त के भयो त बित्थामा मेरो आइडी चाहिँ छपक्का लागेर मलाई पो स्क्रिनसट गरेर हाली पठाउँछ के खालको केटी रहेछ एक डेढा कोइन पनि थिएन है त्यहाँ चाहिँ फेरि यहाँ आई लभ यु वाला थियो त हौ यहाँ एउटा गिफ्ट कता गौ कसकोमा भाले बासेको यो अनि यो जाडो महिनामा के खानु राखिरहेको च्वाटै काटेर बुढाबुढी ग्याम खाएर एक रात मजा के अरे मस्तीसँगले चप काटेर चिकन डिनर बनाऊ न चिकन डिनर बनाऊ न चट्ट काटेर अहिले भुपाल 1 लाख रुपियाँ हालिदिन्छु ल प्लिज बढी छ मासु जे कुन छ कुखुरा मुनिबाट खसी मुनिबाट सानो खसी सबै छ यस्तो रमाइलो भइरहेको छ यहाँ गेम जोडो न है डार्लिङ जोडो कता गयो गेम अनि बोइनी चाहिँ अनि बोइनी चाहिँ कहाँ हुन्छ के जहिले नि खाली यस्तै बाटोमा हुन्छ मेरो डार्लिङ साह्रै बिजी छ हौ अनि बाहिर पो टिप्छ नि हजुर यस्तोमा दिन्छन् जोइले पनि त्यही देख्छु कि मैले ए मैले भनेकै तिर गएछ रुममा नेट टिपेन भने चाउरतिर जाऊ है घाम ताप्नु आमा छोरा भने पठाएको साँच्ची गएछ जोडिएन त अर्को गेम यो चाहिँ मेरो डार्लिङलाई आई लभ यु है आई लभ यु I love you too. I love you too. यो मेरो बुढी के साह्रो लजाउँछ हौ हो नि यार I love you too भन्नु न यार बिचारा अनि खान्छ भन्नु पर्ला नि त अनि आई लभ यु टु नि क्या आफ्नो बुढालाई त जाइ भन्दा पनि हुन्छ हुन्छ हौ बिहा गर्नु पर्यो नि सुरुमा बुढा भन्न त अब त्यस्तो नसिकाउ न
अब अर्को ताल सिधै म कति राम्रो देखिन्छ बिदा पनि कति राम्रो देखाइ हाइ अर्को ताल मेरो डार्लिङलाई सिधै म चुप्पा पठाइहाल्छु अब हेर है तेह्र गेम भयो अब एक गेम अब लास्ट अब एउटा जोडा लास्ट फुल ग्यालरीमा कान्छी पनि छिराइदिउ न आज के भन्नु अब 3 लाख जति उठाउनु पाएदेखि मेरो सौ थियो नेपाली 3 लाख जति आएदेखि अब 3 लाख जतिको गेममा थोरै हारेको छु त अरे होला अब के मेरो त ब्याङ्क रित्ता कान्छीको त ब्याङ्क रित्ता दिएको मैले हाम्रो यहाँ ब्याङ्क रित्तेर बसिरहेको छु आरी काका हिड्छ हौ आरी काका हिड्छ हौ के हो यो नाम पनि के भन्नु हौ सफाई हो सम्झी सब जय गोराखा उसको त्यो फ्रेन्डलाई भनेर रहेछ क्या त्यो माथि छ नि त म पनि यो मेरो डार्लिङलाई है तिल्ला खाने हो छिटो त्यहाँ थिचेर गेम सिधै हाल्छ हामी कस्तो बुझे भन्दिनु भन्दा ओइ बाउ होइन बुढा छ भन्दिनु भन्न कस्तो तेरो बोलेको भन्नु न म्युट खोलेर आफू जस्तो छ त्यस्तै सोच्छ यार मेरो बुढा हो भन्दिनु न त्यहाँ एकजनाले कमेन्ट ठोको न आफू जस्तो छ अरू पनि त्यस्तै सोच्छ भनेर नेपाली चाहिँ नेपाली नै रहेछ आफू बोल्ने तरिका नै नभएको नेट अड्के के हो बोल्दा कस्तो बोल्दै कस्तो बोल्न डर लाग्छ के साह्रो मान्छेहरूले भन्नुपर्छ मुख खोलेर बोल न अब हेर्नु नेपाली म्याजिक गर्दा त ढिलो मेरो पो मुख चिलाएर यो गिटारको हान्छ होला भनेर यहाँ तयारी भएर बसेको चेरी चारवटा हानेको गयो त्यसको बाबु नेटै छैन मेरो पो मुख चिलाएर हौ गाँठे राम के बोल्या थियो राम मुख त मेरो नि चिलाको कमेन्ट ठोक्नुपर्छ क्या त्यस्तो कता न कतैको मान्छेहरू तपाईँहरू चाहिँ के हेरेर बस्यो भएर त्यहाँ म्यासेज नगरिकन रिस उठ्ने रिस उठ्नु गएको मेरो साथीले भन्दैछ गिफ्ट देख्नु न तपाईँहरू त्यस्तो रिस फायर हुन्छ क्या अरे भनेको कि त्यही भएर गिफ्ट पाउन नपाएर होइन अब त्यस्तो चाहिँ भन्नु नमिल्ने चाहिँ भन्नु होइन रेन्डम खेल्दा के सिनी ड्याडी सुगर ड्याडीहरूले मात्रै हान्छ र गिफ्टहरूले हान्दैन त्यस्तो पनि बोल्ने हो कि त खेल्दै नआउनु होइन ऱ्यान्डम नगरिकन के हेरेर बस्नु भयो हामीलाई त रिस उठ्यो भनेको
अनि होइन म अर्को पनि उसले पनि हान्छ होला भनेर म कम्पिटिसन गर्न आएपछि त्यति चुप्पो लागेर बसेको अर्को हान्नुलाई। चिज एउटै छ नि, चिज एउटाले एउटै त नि, हान्ने, एउटाले हान्ने एउटाले एउटाले जित्ने जित्ने हो, हो, जति जति गिफ्ट गिफ्ट हान्न हान्न सक्ने त्यसले त जित्ने हो। आफू आफू किन जस्तो छ जानुभयो त? त्यस्तै सोच्छ। पग्न अहिले म एकछिन ऱ्यान्डम जग्गा आसी गएर हेरेर आउँछु म। अनि अनि त्यसरी भन्न त हुन्थेन के, कि सक्छ भने आफू नै हान्नु पर्यो। त्यही भएर तपाईँहरूले किन कमेन्ट नगर्नु भयो भने चाहिँ मैले रिस उठेको स्टिकर छोडिदिएको अनि फेरि म्यासेज पनि अलिकति गरेको कस्तो त्यस्तै हुन्छ क्या मान्छेहरू। कमेन्ट त्यसरी एक कमेन्ट गर्न मन लाग्दैन कि हामीलाई चाहिँ। यहाँ कान्छेले चाहिँ त्यहाँ भन नराम्रो भन्यो कि शब्द मैले यस्तो नराम्रो शब्द चाहिँ युज गर्नुहुन्न। अरू त यस्तो त के भन्छ मेरो बयफ्रेन्ड दिए मैले त रे अबि उ त गएर मेसेज गरेर आएछ बोक्सी। गोपाल काका बाँडिदिनु भयो। भरे एकछिन पखोस् न। यिनी मेरो साथी हो कि यो रिस उठ्ने। तपाईँको साथी हो अघिको चाहिँ? होइन यो एरिका के उ त गएर मेसेज गरेर आएछ हेर्नु न त्यहाँ पढ्नु न कमेन्ट। ए उहाँ सिस्टरले चाहिँ मेरो बोयफ्रेन्ड हो भनेर भनिदिनु भएछ क्या उता भनेपछि मैले गएर। गरेँ के भन्दै होइन भन्दै यो सिस्टरको बुढा पो भनेको बुढै हो, अब हुने होला बुढा। यो यस्तो त अब बुढा नै भन्दा यस्तो त यो भयो, हाम्रो त्यो नेवाला अहिले नै हाम्रो भइसक्यो जस्तो नि त। सेवा 3 एजेन्सी युनचेमले मात्रै ठिक गर्छ के यस्तोलाई त। मुखाभरिको जवाब दिन्छ। हुन डराउँदैन नि।